3 वर्षपछि बल्ल साथी आयो अनि सँगै जाउँ भन्दै भन्दै अनि यसो चटपटे पसलमा गएको। कहिल्यै चटपटे नखाने मान्छे म आज पहिलोचोटि चटपटे खान मन लाग्यो। गममा खाँदा खाँदै यो त लम्मै छिरे रहेछ पसलतिर, काँगो भनेको त पिरो भएर उता चोकोपनको खाँदै बसे रहेछ। त्यसपछि उसलाई यतिले नपुगेर चिकन राइस खान मन लागेको रहेछ। र अहिले महेन्द्रनगरमा रहेको भर्खर नयाँ खुलेको होलिडेमा गयौँ हामी। 5 मिनट भएको थिएन अर्डर गरेको, 2 थाली सकेको थियो, 2 मिनट पनि हुन पाएको थिएन। अब चाहिँ पुग्यो होला भनेको त फेरि पनि नपुगेको रहेछ। फेरि उसको लागि मैले क्याटरल अर्डर गरेको थिएँ। ऊ चाहिँ एक्लै ल्याम खाँदै बस्यो, म चाहिँ ठुलो हेर्दै बसेँ। त्यसमा देखिएको बियर साथीले खाएको चाहिँ होइन, र साथीलाई खाना चाहिँ एकदमै मिठो लाग्यो रे, एकदमै राम्रो मिठो, तर गर्मी चाहिँ अति नै भयो रे। के गर्नु त, काठमाडौँ जस्तो छैन यता। त्यसपछि हामी बजार घुम्दै गयौँ र चिसो हलिँदै गयौँ। गर्मी त हजुरहरूलाई थाहा नै छ कति नै छ भन्ने। चिसो नखाई साथीलाई खोकी लागेर रहेछ। तन्नै उहाँ स्कुटीवालाले खाएको जति जम्मै निकालिदिनुहुन्थ्यो। यसरी बाटो चाहिँ नकाटिदिनु पर्ने थियो, साइड लाइट दिएर नि काट्न सकिन्थ्यो। त्यसपछि घुम्दा घुम्दै मेरो साथीलाई फेरि भोक लागिसकेको थियो। म त उसको भोक देखेर छक्क परिसकेको थिएँ। त्यसपछि महेन्द्रनगरमा रहेको जोशी मोमो सेन्टर त सबैले देख्नु भएकै होला। यहाँ एकदमै सस्तो राम्रो मोमो र भिड पनि एकदमै हुन्छ। 100 रुपियाँमा 10 पिस मोमो पाउँछ भन्दा साथी त एकदमै खुसी भइसकेको थियो। उसलाई खुसी देख्दा मलाई नि एकदमै खुसी लागिरहेको थियो। र मलाई अर्को मनपर्ने कुरा भनेको यहाँको सर्भिस हो, जुन चाहिँ एकदमै फास्ट हुन्छ। हाम्रो मोमो नि रेडी भइसकेको थियो। साथी भने मक्ख, र उसले भने काठमाडौँमा मैले यसरी मोमो खान्छु भन्दै सिकाउँदै बसेको थियो र म ठुलो हेर्दै बसेको थिएँ। साथीले इङ्ग्लिसमा बोलेर सिकाउँदा त झनै मजा आएको थियो। And put like this, like professional, and put it like this, you know, and fill up. मलाई भने मोमो भन्दा नि उसको फ्लाइङ किस देखेर झनै मजा आयो। र तपाईँहरूलाई पनि एकदमै छिटो फास्ट फुड मिठो खान मन छ भने यहाँ भिजिट गर्न सक्नुहुन्छ। त्यसपछि हामी एकछिन महेन्द्रनगरमा रहेको खुला मञ्चमा पस्यौँ। भने एकदमै भिडभाड थियो र यो साँझको बेला भएकोले यहाँ फुटबल खेल्ने खेलाडीहरू र सबै स्पोर्ट्स रिलेटेडको प्लेयरहरू यहाँ उपस्थित हुनुहुन्थ्यो। त्यसपछि मेरो साथीलाई धेरै खाना भएर एकछिन कुद्न मन लाग्यो र अचम्मको कुरा त के हो भन्दा उसलाई फेरि भोक लाग्यो र यतिकैमा हाम्रो 3 घण्टा बसाइसँगै हामी आफ्नो घर लाग्यौँ।